नमस्कार, चिनारी अनलाइन टेलिभिजनमा स्वागत छ। आज देशभरका प्रमुख समाचार लिएर उपस्थित छु म निश्चल कठायत। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्। राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन्। विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि एमालेबाट पन्त शिक्षा मन्त्रीमा नियुक्त भएका हुन्। भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्युपानेको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ। मंगलबार मारिएका सुदीपको आज रूपन्देहीको बुटवल स्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो। सुदीपलाई काका कपिलदेव न्युपानेले दागबत्ती दिएका थिए। बाबु ध्रुव र आमा बीच सम्बन्ध विच्छेद भएकाले बाबुको साटो काकाले सुदीपलाई दागबत्ती दिएको छिमेकीले बताएका छन्। बुटवल 11 कालिका नगरको मनोकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनऊसम्म हवाई मार्गबाट ल्याइएको थियो। त्यहाँ एम्बुलेन्स मार्फत नेपाल भारतको सीमा सुनौली हुँदै बुटवलसम्म ल्याइएको थियो। निवासमा केही बेर राखेपछि अन्त्येष्टिका लागि त्रिवेणी घाट पुर्याइएको थियो। सुदीप आमा बहिनी र ज्वाइँसहित घुम्न कश्मीर गएका थिए। सो क्रममा आतंकवादी आक्रमणमा परि न्युपाने सहित 27 जनाको मृत्यु भएको थियो। नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौँमा युथ सेलिब्रेसन विशेष कार्यक्रम गरेको छ। काठमाडौँको भृगुटी मण्डपमा 40 वर्ष मुनिका युवाहरूलाई भेला गरी कार्यक्रम गरेको हो। कार्यक्रममा सहभागी हुन देशभरबाट पार्टी निकट जनवर्गीय संगठनका युवाहरू काठमाडौँमा भेला भएका थिए। कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन भए। कार्यक्रम स्थलमा कफी सप, फूड शप तथा युवाले उत्पादन गरेका सामानको स्टल राखिएको थियो। कार्यक्रममा बोल्ने वक्ता पनि एमालेले युवाहरूलाई नै अघि सारेको थियो। प्रतिनिधि सभा सदस्य सुहाङ नेमुवाङ, काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी चौधरी लगायतले सम्बोधन गरेका छन्। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम गरेको देख्न नचाहनेहरूले आफूमाथि घेराबन्दी गरेको बताएकी छन्। लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृगुटी मण्डपमा नेकपा एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै आफूले राम्रो काम गरेपछि निरन्तर आक्रमण भएको महसुस गरेको बताइन्। उनले एमाले, प्रधानमन्त्री केपी शर्मा ओली र आफूमाथिको आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्ने बताइन्। यस्तै डङ्गोलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाड भैलो गरेर उग्र बन्न नसकिने समेत बताएकी छन्। नेपाली युवाले काम गर्न सक्छन् भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको दावी गरिन्। युवाले सही र गलत छुट्याउनु पर्ने उनको भनाइ छ। युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने उनले बताइन्। प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी सङ्घका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। बालवाटार स्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले 8 जना नेताहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नेवी सङ्घ केन्द्रीय सदस्य विनोद राज जोशी, विवेक आचार्य, उपासना अधिकारी, आरआर क्याम्पस एकाइ सभापति जितेन्द्र तिमल सिन्हा, नेवी सङ्घ अस्कल क्याम्पस नेता सुमित भट्टराई, नेवी सङ्घ नेपाल ल क्याम्पसका नेताहरू मनिष भट्टराई र आदर्श तिवारी, नेवी सङ्घ काठमाडौँ स्कुल अफ लका नेता हिमाल विष्ट रहेका छन्। उनीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन बाध्य बनाएको बताएका थिए। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै 23 दिनदेखि शैक्षिक हडताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन्। उनीहरूले बिहीबार बिहान बबरमहल नयाँ बानेश्वर सडक खण्डमा रक्तदान कार्यक्रम गरेका हुन्। यसअघि उनीहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै सरकार विरुद्ध नाराबाजी गर्ने र सडकमै नाचगान गर्ने गर्दथे। शिक्षक र कर्मचारी मैत्री ऐन जारी गर्न माग गर्दै उनीहरू चैत 20 गतेदेखि निरन्तर आन्दोलनमा छन्। शैक्षिक महासङ्घको अगुवाईमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौँमा भेला भएका छन्। उनीहरूको आन्दोलनले नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन। शिक्षकहरूको आन्दोलनकै बीच शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिइसकेकी छन् भने नयाँ नियुक्त भएका शिक्षा मन्त्री रघु पन्तले आज शपथ लिएका छन्। शिक्षकहरू शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान गर्दै आन्दोलनको मोडालिटी परिवर्तन गर्ने भन्दै आन्दोलन झनै चर्काएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी 8औं तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजलाई निर्देशन दिएका छन्। बिहिबार नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधि बीच मन्त्रालयमा भएको वार्तामा मन्त्री पौडेलले आवासीय चिकित्सकको सुविधा मासिक 48,700 कायम गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। गत माघ 25 गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह 8औं तहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। तर निजी मेडिकल कलेजले आयोगको निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन्। आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले पार्टीका सांसदहरूलाई निजामती सेवा ऐन लगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्ने जोड दिए। उनले शिक्षक, चिकित्सक तथा लघुवित्तीय पीडितहरूसँग आफ्नो संवाद भइरहेको सुनाउँदै सरकारलाई पनि समस्या समाधानतर्फ लाग्न सुझाएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ। बैठकमा पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे छलफल भएको थियो। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सम्बन्ध विच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतले मिलापत्रमा पठाएको छ। राउतले 2081 भदौ 12 गते अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा मङ्गलबार अन्तिम आदेश गर्दै न्यायाधीश निर्मला योङ्याको एकल इजलासले मिलापत्रमा पठाउने आदेश गरेको हो। राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइत मात्र जाने गरेको र लामो समयदेखि भारतमा रहँदै आएको दाबी गर्दै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए। श्रीमतीले आफ्ना छोराछोरी र परिवारको दायित्व पूरा नगरेको बताउँदै राउतले आफू अलग बस्न चाहेको बताएका थिए। नेपाल प्रहरीले बसको क्याबिनमा फेला पारेको अवैध चाँदी बरामद गरेको छ। मङ्गलबार साँझ 5:30 बजे प्रहरी चौकी पथलैया 12बाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका 1 पथलैया चौक स्थित वीरगञ्जबाट तुलसीपुर दाङ जाँदै गरेको बाप र 3256 नम्बरको यात्रुवाहक बसमा फेला पारेको चाँदी बरामद गरेको हो। चेक जाँच गर्दा बसको क्याबिनभित्र सिट मुनि बेवारिसी अवस्थामा टेपले बेरी राखिएको कार्टुन शङ्कास्पद लागि खोली हेर्दा उक्त कार्टुनभित्र गहना फेला परेको हो। बरामद 10,80,000 बराबरको अन्दाजी 6 किलो चाँदीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। नेपाली बजारमा बिहिबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा 200 रुपैयाँ वृद्धि भएको हो। जसअनुसार आज छापावाल सुन तोलामा 1,90,600 रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन तोलामा 1,90,400 रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन तोलामा 1,965 रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहिबार बढेर तोलामा 2,010 रुपैयाँ पुगेको हो। अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन MCC परियोजना बन्द गर्ने भएको छ। विकासशील देशहरूको आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापित यो परियोजना एलन मस्क नेतृत्वको सरकारी दक्षता विभागको सिफारिसमा बन्द गर्न लागि हो। CNN का अनुसार आगामी मे 5 देखि MCC का सबै कर्मचारी पदमुक्त हुने सम्भावना छ। MCC बन्द भएमा नेपालले सुरु गरेको MCC नेपाल अन्तर्गतका विद्युतीय प्रसारण लाइन तथा सडक निर्माणको काम प्रभावित हुने भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले स्कटल्यान्डमा त्रिदेशीय T20 श्रृङ्खला खेल्ने भएको छ। स्कटल्यान्ड क्रिकेट सङ्घले बिहिबार सामाजिक सञ्जाल मार्फत खेल तालिका सार्वजनिक गर्दै नेपाल, स्कटल्यान्ड, नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय श्रृङ्खला आयोजना गर्न लागेको जानकारी दिएको हो। तालिका अनुसार श्रृङ्खलाको पहिलो खेलमा घरेलु टिमले डच टिम विरुद्ध प्रतिस्पर्धा गर्नेछ। यो खेल जुन 15 मा हुनेछ। यस्तै नेपालले भने जुन 16 मा नेदरल्यान्ड्स विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यसपछि नेपालले जुन 17 मा स्कटल्यान्ड विरुद्ध, जुन 18 मा नेदरल्यान्ड्स विरुद्ध र जुन 20 मा पुनः स्कटल्यान्ड विरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाली टिम हाल ICC विश्वकप लिग 2 का निम्ति कोर क्याम्पमा छ, जसमा कुल 52 खेलाडी छन्। इन्डियन प्रिमियर लिग IPL मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई 7 विकेटले पराजित गरेको छ। बुधबार राजीव गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादलाई 7 विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लिएको हो। टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले 143 रन बनाएको थियो। हैदराबादले दिएको 144 रनको लक्ष्य मुम्बईले 4.2 ओभर बाँकी छँदै 3 विकेट मात्र गुमाएर पूरा गर्यो। रोहित शर्माले 70 रन बनाए भने सूर्यकुमार यादव 40 रनमा अविजित रहे। यो जितपछि 9 खेलमा 10 अङ्क जोडेको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ भने 8 खेलमा 4 अङ्क मात्र भएको हैदराबाद 9औं स्थानमा यथावत छ। हस्त आज दिनभरका प्रमुख समाचार यति नै। भोलि पुनः उपस्थित हुने नै छौँ। नमस्कार।